यो नेपाली सर्ट मुभीलाई हेर्नु भएको छैन भने प्लिज आई रिक्वेस्ट यु टु वाच इट राइट नाउ। जुन सर्ट मुभीलाई तपाईँले युट्युबमा फ्रीली हेर्न सक्नुहुन्छ। वेल, म हुँ विशाल, तपाईँहरू हेर्दै हुनुहुन्छ नेपाली काउन्टडाउनको यो नयाँ भिडियो, जहाँ म तपाईँलाई सजेस्ट गर्दैछु एउटा हेर्नै पर्ने नेपाली सर्ट मुभी। हामी सबैले सानोमा टिचरले सुनाउनु भएका अथवा हामीले पढेका या हामीले सुनेका थुप्रै स्टोरिजहरू छन्। त्यसमध्ये कालु र लालुको कथा तपाईँले पक्कै सुन्नुभएको छ होला। यदि सुन्नुभएको छैन भने त्यो कथामा धेरै समय अघि हामीले काललाई देख्न सक्थ्यौँ र पछि कसरी देख्न नसक्ने भयो भन्ने कुरा उल्लेख गरिएको छ। एक्ज्याक्टली त्यस्तै एउटा गाउँ छ जहाँ घट्टेबा छन् र घट्टेबाले पनि ती काललाई देख्छन् जो उनलाई लिन आएका छन्। यो सर्ट मुभीमा इन्ट्रेस्टिङ कुरा के छ भने यो गाउँमा कोही पनि युवाहरू छैनन्, मात्रै उमेर पुगेका व्यक्तिहरू, केही महिलाहरू र केही साना बालबालिकाहरू छन्। लासमा झिँगा भन्कन थाल्छ। लासलाई चिहानसम्म कसले लैजाने भन्ने विषयमा ठुलै विवाद हुन थाल्छ, तर लासलाई चिहानसम्म लैजान कोही पनि छैन। लासलाई चिहानसम्म लैजानका लागि गाउँकी दुई बुहारीहरू रेडी पनि भएका छन्, तर नेपाली समाजले त्यसो गरे उनीहरूलाई गाउँ निकाला समेत गर्ने धम्की दिइन्छ। अब त्यो लासलाई चिहानसम्म कसले पुर्याउँछ त्यो थाहा पाउनको लागि यु हेभ टु वाच दिस नेपाली सर्ट मुभी मलामी, जसको लेन्थ रहेको छ 19.29 सेकेन्ड्स। यो सर्ट नेपाली मुभीलाई 2007मा रिलिज गरिएको थियो, जहाँ शान्ति मास्के, विपना थापा, अनुप बराल लगायत कलाकारहरूको बेस्ट पर्फर्मेन्स तपाईँहरूले हेर्न सक्नुहुन्छ। न त बिग बजेट, न त भिएफएक्स, न त ठुला ठुला सेट्सहरू। यो सर्ट नेपाली मुभीलाई बेस्ट बनाएको छ मुभीको राम्रो स्टोरी र जीवन्त अभिनय गर्ने कलाकारहरू।